सहर अझै निदाइरहेको थियो। बिहानको 9 बज्न लाग्दै गर्दा कालो ज्याकेट, अनुहारमा मास्क र आँखामा आगो बोकेको एक खुङ्खार चोर ब्याङ्कको ढोका अगाडि उभिएको थियो। उसको नाम कसैलाई थाहा थिएन, तर सहरभरि उसको डर थियो। अचानक, सबैजना भुइँमा बस! उसले चिच्यायो। हातमा ठूलो बन्दुक, आँखामा कुनै डर थिएन। 5 मिनेटमै ब्याङ्क लुटियो। नोटले भरिएको झोला काँधमा बोकेर ऊ बाहिर निस्कियो। बाहिर उसको प्रतीक्षा गरिरहेको थियो रातो स्पोर्ट्स कार। इन्जिन पहिरे नै स्टार्ट थियो। चोर कारमा चढ्यो, एक्सिलेटर थिच्यो। भ्रुर! कार बिजुली झै दौडियो। पुलिस साइरन बज्यो। उसलाई रोक! तर ढिला भइसकेको थियो। कार गल्ली गल्ली छिचोल्दै पहाडतिर भाग्यो। अन्तत कुहिरोले ढाकिएको जंगल नजिक पुगेर कार रोकियो। चोर कारबाट ओर्लियो, झोटा खोल्यो, तर भित्र पैसा होइन, जीपीएस ट्र्याकर। ऊ मुस्कुरायो, किनकि त्यो पनि उसको योजना थियो। खेल त अब सुरु भयो, भन्दै ऊ जंगलमा हरायो। कथा यही रोकिन्छ, तर खुङ्खार चोरको सहर अझै निदाइरहेको थियो। बिहानको 9 बज्न लाग्दै गर्दा कालो ज्याकेट, अनुहारमा मास्क र आँखामा आगो बोकेको एक खुङ्खार चोर ब्याङ्कको ढोका अगाडि उभिएको थियो। उसको नाम कसैलाई थाहा थिएन, तर सहरभरि उसको डर थियो। अचानक, सबैजना भुइँमा बस! उसले चिच्यायो। हातमा ठूलो बन्दुक, आँखामा कुनै डर थिएन। 5 मिनेटमै ब्याङ्क लुटियो। नोटले भरिएको झोला काँधमा बोकेर ऊ बाहिर निस्कियो। बाहिर उसको प्रतीक्षा गरिरहेको थियो रातो स्पोर्ट्स कार। इन्जिन पहिरे नै स्टार्ट थियो। चोर कारमा चढ्यो, एक्सिलेटर थिच्यो। भ्रुर! कार बिजुली झै दौडियो। पुलिस साइरन बज्यो। उसलाई रोक! तर ढिला भइसकेको थियो। कार गल्ली गल्ली छिचोल्दै पहाडतिर भाग्यो। अन्तत कुहिरोले ढाकिएको जंगल नजिक पुगेर कार रोकियो। चोर कारबाट ओर्लियो, झोटा खोल्यो, तर भित्र पैसा होइन, जीपीएस ट्र्याकर। ऊ मुस्कुरायो, किनकि त्यो पनि उसको योजना थियो। खेल त अब सुरु भयो, भन्दै ऊ जंगलमा हरायो। कथा यही रोकिन्छ, तर खुङ्खार चोरको सहर अझै निदाइरहेको थियो। बिहानको 9 बज्न लाग्दै गर्दा कालो ज्याकेट, अनुहारमा मास्क र आँखामा आगो बोकेको एक खुङ्खार चोर ब्याङ्कको ढोका अगाडि उभिएको थियो। उसको नाम कसैलाई थाहा थिएन, तर सहरभरि उसको डर थियो। अचानक, सबैजना भुइँमा बस! उसले चिच्यायो। हातमा ठूलो बन्दुक, आँखामा कुनै डर थिएन। 5 मिनेटमै ब्याङ्क लुटियो। नोटले भरिएको झोला काँधमा बोकेर ऊ बाहिर निस्कियो। बाहिर उसको प्रतीक्षा गरिरहेको थियो रातो स्पोर्ट्स कार। इन्जिन पहिरे नै स्टार्ट थियो। चोर कारमा चढ्यो, एक्सिलेटर थिच्यो। भ्रुर! कार बिजुली झै दौडियो। पुलिस साइरन बज्यो। उसलाई रोक! तर ढिला भइसकेको थियो। कार गल्ली गल्ली छिचोल्दै पहाडतिर भाग्यो। अन्तत कुहिरोले ढाकिएको जंगल नजिक पुगेर कार रोकियो। चोर कारबाट ओर्लियो, झोटा खोल्यो, तर भित्र पैसा होइन, जीपीएस ट्र्याकर। ऊ मुस्कुरायो, किनकि त्यो पनि उसको योजना थियो। खेल त अब सुरु भयो, भन्दै